लियो हाम्रो मैदी दाल हो। कति बजे टिका लाउने? 11:53 नजाने हामी त के रे के कहाँ रे अन्नपूर्ण बेसी काम कता हो? अबे सत्य गयो नि माने त ह्यापी दशैं। कस्तो भइराछ? सन्चै छु रमाइलो भइदियो बाबु। हेलो एभ्रिवान, आई एम अन्जाम तिवारी। 2082 सालको बुढा दशैंको दिन आज हामी टिका ग्रहण गर्न आफ्नो पुरानो गाउँ ठाउँ सालडाँडा अर्थात् लामसुवारा जाँदैछौँ। हाम्रो घर बागमाराबाट करिब 10 मिनटको दूरीमा रहेको सो ठाउँमा आमा हजुरआमाहरूसित टिका ग्रहण गर्न हामी त्यसतर्फ जाँदैछौँ। यो रहेको छ मैदी ताल जुन सिसुवामा अवस्थित छ। त्यो दिनको मौसम एकदमै राम्रो थियो अनि त्यस दिनको दिनचर्या यसरी सुरु हुन्छ। ल आज दशैं होइन? आज त दशैं हो, टिका लाउने हो। मैदी ताल यो हाम्रो मैदी ताल हो। आमा कति बजे टिका लाउने? 11:53 कहिले त नि? अहिले कि राति? अब एम तिम्रो नाम भन त। कतिमा पढ्छौ? नाम के हो? आलु लान्छ नि? अनि कति आउँ पढ्ने? LKG बाल नमस्कार पर्दैन? नमस्कार खै ल विजया दशमीको शुभकामना। अहिलेको विजया दशमी 2082ले सबैमा हार्दिक मङ्गलमय शुभकामना। सबैमा समृद्धि सुख शान्ति मिलोस्। धन्यवाद। ह्याप्पी दशैं टु एभ्रिवान। थ्याङ्क यू। ह्यापी विजया दशमी। कता हो? अब नजाने हामी त के रे के कहाँ रे अन्नपूर्ण बेसी काम होइन। ह्यापी दशैं। Happy
वर्षका दिनैलाई दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार। नमस्कार 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 खुसीले सारा भर्यो नि संसार। नमस्कार बाबु छोरो हाम्रो विजय दशमीको शुभकामना। मैले अहिलेको दसैँ लागिकन यान्त्रिकाली भद्रकाली रुद्राक्ष कपालिनी बामे जौसी सरासती कपे चुडामुनि अहिलेको विसर्जन आगमको निमन्त्रण हाते ताकेको पोष रोग व्याधले छोडोस् शत्रु बसे हुन् दुर्गा दाहिनी। सर के भन्नु पर्यो? विजयादशमीको शुभकामना। ठुलो नमस्कार। नमस्ते। हजुर के भन्नु छ कि? मेरो बाबुसँग भेट हुन पाइयो दसैँको उपलक्ष्यमा। सबै यस वसन्त तिहारीका सन्ततिहरू देश विदेश रहनुभएका छोराहरू हाम्रा सबै सन्ततिलाई यस क्षेत्रमा यस वसन्त तिहारीको आशीर्वादलाई अहिलेसम्म हामीले खुसियाली मनाएका छौँ। यो खुसियाली सधैँ रहोस्, सद्भाव भाइहरूमा सधैँ रहिराखोस् र ईश्वरले सधैँ वरदान गरून्। दुर्गा माईको प्रसादी लगाइकन सबैलाई सुस्वास्थ्य र सम्पन्नताको कामना गर्छु। यता मेरो आँसुको धारा कुता होलान् रातै तिनी धारा। कुता होलान् रातै तिनी धारा। मानेता ह्यापी दसैँ। नमस्ते। बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार। सजाउनलाई आफ्नै त्यो संसार। सारा भर्यो नि संसार। कुता होलान् रातै तिनी धारा। हर्षका दिनैलाई वर्षमा दिनमा लैलै हर्षका दिनैलाई दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार। खुसीले सारा भर्यो नि संसार। सम्झनाको नि मैलाई
सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा उता होलान् रातै तिनी धारा बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पक्कै आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार सारा भर्यो नि संसार उता होलान् रातै तिनी धारा पुग्नु पर्यो है धेरै नरिसाए है पापा जस्तै हुनुपर्छ बाबा जस्तै भयो नाम जस्तै भयो दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार जयन्ती मङ्गलकाली भद्रकाली कपाली छिट्टै कपाल फुलोस् छिट्टै भिडियो बनाउनु राम्रो अर्काको देशमा लैलै सम्झनाको नि मैलाई सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा उता होलान् रातै तिनी धारा उता होलान् रातै तिनी धारा बाटोभरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यस
यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार खुसीले सारा भर्यो नि संसार उता होलान् रातै दिनी धारा मामा ह्याप्पी दसैँ भन्छ सुरेन्द्र ह्याप्पी दसैँ वर्षमा दिन मङ्गलै हर्षका हाम्रो डिरेक्टरहरू है यो सिनियर डिरेक्टर यो चाहिँ उहाँ दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो उहाँ चाहिँ सबै अलराउन्ड खुसीले सारा भर्यो नि संसार दिदी ह्याप्पी दसैँ कस्तो भइरहेछ पचासी वर्षको हाम्रो हजुरआमाको 16 वर्ष छोरा आन्टी ह्याप्पी दसैँ मेरो आँसुको धारा कुता होलान् रातै दिनी धारा वेलकम टु माई च्यानल ओके हेलो दाइ हेलो ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर सबैजनालाई ह्याप्पी म्यारिड लाइफ सुपारी मालायो गाईलाई बाटो भरि आँखा तिफैलाई बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार